हेलो हेलो गुड मर्निङ नमस्ते नमस्कार र सम्पूर्णलाई हार्दिक स्वागत छ मेरो भिडियोमा र तपाईँ सम्पूर्ण साथीहरू आराम कुशलै हुनुहुन्छ होला र म पनि आराम कुशलै छु साथीहरू। र आज चाहिँ म एकदमै खुसी पनि छु किनभने आज चाहिँ मेरो मम्मी गाउँबाट आउँदै हुनुहुन्छ, त्यही भएर म चाहिँ यति धेरै आज खुसी भएको छु नि साथीहरू। कुरै नगरौँ साथीहरू, र आजको मौसम चाहिँ यस्तो छ है, दुम्म दुम्म भइरहेछ, पानी पर्ला पर्ला जस्तो पनि भइरहेको छ साथीहरू। र म चाहिँ मम्मी लिन हिँडेको साथीहरू, किनभने गाडीले माथि पुऱ्याइदिनु भएछ कि, त्यही भएर चाहिँ म चाहिँ माथि सम्म चाहिँ मम्मीलाई लिन हिँडेँ। र त्यहाँ चाहिँ मेरो मम्मी मात्र नभएर चाहिँ मेरो गाउँको बजुहरू त्यसै गरी चाहिँ फुपूहरू आउनु भएको छ अरे, त्यही भएर चाहिँ माथिसम्म हिँडेँ साथीहरू। र आज चाहिँ मेरो बहिनी पनि आउँछ अरे भन्ने सुनेको छु होइन, सुनेको छु भन्दा पनि हिजो आउँछु भन्दै थियो, तर आउँछ कि आउँदैन थाहा भएन साथीहरू। र आज यति धेरै खुसी छु म, धेरै समयपछि मम्मीसँग भेट हुँदैछ र म चाहिँ घर नगएको पनि धेरै भयो कि, त्यही भएर चाहिँ मम्मीसँग भेट भएकै थिएन। र आज यति धेरै खुसी छु साथीहरू। ल साथीहरू, म माथि मम्मीसँग भेट भएपछि नै तपाईँहरूसँग भेट्ने छु है साथीहरू। म चाहिँ आधी बाटोसम्म पुगिसकेँ। यहाँ चाहिँ बसन्त बजार के पो भन्ने रहेछ यो ठाउँलाई चाहिँ। म चाहिँ यहाँ पुगिसकेँ साथीहरू। आज यस्तो मौसम दुम्मा दुम्मा भए पनि यति धेरै गर्मी भइरहेछ मलाई चाहिँ। र साथीहरू, यो मेरो आँखा चाहिँ यस्तो यता के अरे आँखा सुनेर के साथीहरू दुखिरहेछ, चिलाएर यस्तो गाह्रो भइरहेछ कि साथीहरू, त्यही भएर मेरो आँखा यस्तो हाँसउठ्दो देखिरहेको छ होइन। यस्तो भइरहेछ साथीहरू, अहिले आँखा कमजोर भएर गाह्रो छ। फाइनल्ली साथीहरू, मेरो चाहिँ मम्मीसँग भेट भइसकेको छ। र यहाँ चाहिँ हाम्रो मम्मी मात्र हुनुहुन्न, पछाडि हाम्रो फुपू पनि आउँदै हुनुहुन्छ। र हामी चाहिँ फेरि पनि माथि सल्लेरीतिर चाहिँ घुम्न हिँडे साथीहरू। सल्लेरीको आवा डाँडातिर चाहिँ हिँडे, अनि पछाडि चाहिँ हाम्रो फुपू चाहिँ रुमाल लगाएर फेरि मास्क लाउनु भएको रहेछ, त्यही भएर चाहिँ उहाँलाई म त चिन्दिनँ है भनेर चाहिँ त्यसरी मैले जिस्काउँदै थिएँ। अनि पछाडि चाहिँ मेरो मम्मी र फुपू चाहिँ हाँस्दै हुनुहुन्थ्यो। र फेरि पनि हामी चाहिँ माथितिर घुमेर आइसकेर पनि हामी टेम्पोमा हिँड्यौँ, किनभने हाम्रो चाहिँ गाउँबाट धेरै सामान ल्याउनु भएछ, त्यही कारण चाहिँ हामी टेम्पोमा हिँड्यौँ साथीहरू। र पछाडि चाहिँ मेरो बुनु पनि आइसक्नु भएको छ साथीहरू। फाइनल्ली हामी चाहिँ रुम पुग्न लाग्यौँ है। के अरे माथि हामी सल्लेरी घुमेर चाहिँ अनि मम्मीहरूसँग आउँदैछौँ साथीहरू। र मम्मीहरू चाहिँ बारी बोकेर अगाडि अगाडि हिँड्दै हुनुहुन्छ। मलाई चाहिँ बारी चाहिँ यति मात्र पर्यो साथीहरू। हेर्नु साथीहरू, मलाई यति धेरै कसैले ल्याइदिनु भएको छ कि मम्मीहरू हिँड्दै हुनुहुन्छ, यता हाम्रो फुपू हुनुहुन्छ, यता मम्मी, अनि माथिको चाहिँ मेरो बुनु हिँड्दै हुनुहुन्छ। हामी चाहिँ रुम पनि पुग्न लागिसके र हामी चाहिँ रुममा गएर खाना खाएर चाहिँ फेरि पनि उता मम्मीहरूलाई पुऱ्याउन जानुपर्ने हुन्छ, किनभने मम्मीहरू चाहिँ आज नै फर्किने हुन्छ, त्यही भएर चाहिँ खाना खाएर चाहिँ हामी फेरि पनि सल्लेरी नै जानुपर्ने हुन्छ साथीहरू। र साथीहरू, हामी चाहिँ खाना खाइसकेर पनि फेरि पनि लागे सल्लेरीतिर नै। र पछाडिबाट चाहिँ मेरो मम्मी र फुपू आउँदै हुनुहुन्छ। र यता बहिनीलाई हामी ब्लग बनाऊँ न भनेको पुरा लजाएर ऊ चाहिँ भागे साथीहरू, भाग्दै थियो पछाडिबाट। मैले जिस्काउँदै फेरि पनि मैले चाहिँ भिडियो बनाइरहेको थियो। र साथीहरू, मलाई चाहिँ भोइस ओभर गर्नु चाहिँ कस्तो गाह्रो भइरहेछ कि, बोल्नै आएको छैन, कस्तो बोल्नै गाह्रो लागिरहेको छ कि साथीहरू। र यति साह्रो मैले चाहिँ बुनुलाई जिस्काउँदै थिएँ, तर पनि बुनु चाहिँ पुरा नफर्किकन आफ्नै तालमा हिँड्दै थियो साथीहरू। र साथीहरू, हामी चाहिँ यता फेरि बसन्त बजार नभएर चाहिँ यो 0 पोइन्टतिर चाहिँ हामी हिँड्दैछौँ, यताबाट हिँड्दै थियो साथीहरू। र बुनुलाई चाहिँ मैले के छ तिम्रो खबर भनेको त पुरा चाहिँ लजाएर चाहिँ फेरि फोनले पो मुख छोपिरहेछ कि साथीहरू।
र हामी चाहिँ अब फेरि सल्लेरी गएर गाडी पर्खिनु पर्ने हुन्छ, किनभने गाडीमा चाहिँ धेरै प्यासेन्जर हुनुहुन्छ। अब कोही कता भएर चाहिँ धेरै पर्खिनु पर्ने हुन्छ साथीहरू। र पानी पनि पर्न लागेको थियो र हामी फेरि पनि पुगिसके फुपूको घरमा। र फुपूको घरमा चाहिँ मकै बुट्नु भएको रहेछ कि, यस्तो हरियो मकै बुट्नु भएको रहेछ, यस्तो मिठो थियो। हामी चाहिँ खाँदै थियौँ साथीहरू। यहाँ चाहिँ धेरै मान्छेहरू हुनुहुन्थ्यो र अहिले चाहिँ अब बुनु फेरि छुट्टिने टाइम भइसक्यो। बुनु छुट्टिएर पनि गइसक्यो आफ्नो ड्युटीतिर। फेरि हामी पनि यता नयाँ बजारमा गाडी छ, त्यहाँ छ हाम्रो चाहिँ, त्यही भएर चाहिँ यतातिर आए साथीहरू। यही गाडी हो साथीहरू, हाम्रो मम्मीहरू जानुहुने चाहिँ सामान मिलाउँदैछ साथीहरू। हामी चाहिँ नयाँ बजारमा पुगिसके अनि मम्मीहरू चाहिँ यता बाटो जानुहुने रे साथीहरू। यसरी अब दिनभरिसँगै हिँड्यो। अब यहाँ चाहिँ बस्नु चाहिँ एक्लै पर्दा कस्तो नमिठो लाग्छ हौ साथीहरू, गाह्रो छ। बुनु पनि आफ्नै कामतिर गइसके अनि म पनि अब जानुपर्छ। मम्मीहरू त गाडीमा हुनुहुन्छ, यहाँनिर थोरै सामान मिलाउनु पर्ने रे, त्यही भएर चाहिँ यहाँनिर रोकेर राखेको छ साथीहरू। साथीहरू हाम्रो मम्मी चाहिँ जना ल्याउनु भएको छ। मम्मी चाहिँ चुप लागेर बस्नुहुन्छ। लु है राम्रोसँग जानु मम्मीलाई। साथीहरू मम्मीहरू जानु लाग्नु भएको छ। ल है बाई बाई सबैजना। पानी परिरहेछ, सिमसिम यस्तो गाह्रो भइरहेछ। ल साथीहरू म चाहिँ रुम पनि आइपुगिसकेँ र हाम्रो मम्मीहरू चाहिँ जानुभयो अनि बुनु पनि जानुभयो। बुनुको पनि आफ्नै ड्युटी छ, मेरो पनि आफ्नै ड्युटी छ साथीहरू। र मम्मीहरू चाहिँ जानुभयो र आज चाहिँ यस्तो पानी पनि परिरहेछ। बिहान त राम्रै भयो, बिहान दिउँसो त बेलुकातिर चाहिँ यस्तो पानी पर्न थाल्यो के साथीहरू। र साथीहरू म तपाईँहरूलाई चाहिँ एउटा कुरा देखाउन चाहन्छु कि साथीहरू, यति धेरै मम्मीले चाहिँ हाम्रो धेरै खुसीले ल्याउनु भएको छ कि, त्यही भएर म तपाईँहरूलाई त्यो देखाउन चाहन्छु ल साथीहरू। साथीहरू यो चाहिँ हो मकै है, यो चाहिँ आजभोलि मकैको सिजन छ नि त, यो मकैको अनि यो चाहिँ नकेलाको मकै हो। ठ्याक्कै आज नै बाँचेको हो रे भन्दै थियो हाम्रो मम्मीले चाहिँ। अनि यो चाहिँ सेलरोटी हो क्या साथीहरू, यो चाहिँ मलाई धेरै मनपर्छ नि त, अनि मम्मीले ल्याइदिनु भएको रहेछ। तर पनि यो चाहिँ तलबाट आउँदा त यस्तो राम्रो थियो अरे होइन, सबै गाडीले यताउता गरेर बाँचिन्छ सबै यो चाहिँ। अनि यो चाहिँ हो पोलेको मकै होइन, मलाई चाहिँ कति धेरै पोलेको मकै मनपर्छ नि त, त्यही भएर मम्मीले चाहिँ पोलेर ल्याइदिनु भएछ। अनि यो हो सिमी, यो चाहिँ हाम्रै घरमा फलेको सिमी हो साथीहरू। र यो चाहिँ हो होइन, यो उसिनाको मकै, यो चाहिँ हाम्रो फुपूले ल्याइदिनु भएको। यो चाहिँ हाम्रोतिर अनि मकै त कतिपय त बाँचेको 3-4 दिनपछि खाँदा त सबै स्वादै हराउँछ नि त, त्यही भएर बासी चाहिँ त्यति मिठो हुँदैन, त्यही भएर चाहिँ के अरे फुपूले चाहिँ उसिनेर ल्याइदिनु भएछ। अनि यो चाहिँ हो इस्कुस, यो चाहिँ हाम्रै फुपूको घरमा फलेको इस्कुस हो। अनि यो चाहिँ हो खुर्सानी, यो पनि आफ्नै घरमा फलेको खुर्सानी हो साथीहरू। यहाँ यतातिर त कति धेरै महँगो तिरेर चाहिँ किन्नु पर्ने हुन्छ। र यो चाहिँ हो मकै, केलाको मकै हो है साथीहरू। यति धेरै ल्याइदिनु भएको छ मम्मी र फुपूले चाहिँ। र यो चाहिँ हो नुहाउने घिउ, यो चाहिँ हाम्रै घरको भैँसीको नुहाउने घिउ हो साथीहरू। र मलाई चाहिँ कति धेरै नुहाउने घिउ मनपर्छ कि, अनि त्यही भएर चाहिँ मम्मीले यति धेरै नुहाउने घिउ ल्याइदिनु भएछ कि। अस्ति मम्मीलाई कुरा त गरेको थिएँ मैले, तर मैले थोरै मात्र ल्याउनै भनेको, यति धेरै ल्याउनु भएछ। तर यो चाहिँ फाइदा रहेछ कि साथीहरू, जति नै दुःख भए नि आफ्नै घरमा दुना भैँसी हुँदा चाहिँ यति धेरै फाइदा हुँदो रहेछ होइन। यो किन्नु पर्ने भने कति धेरै महँगो पर्छ। अनि यो चाहिँ हो खारीको घिउ है, यस्तो धेरै राम्रो ल्याइदिनु भएको छ। अनि यो चाहिँ दुध हो साथीहरू, यो दुध हो। अनि यो चाहिँ हो, यो 2 बोतल चाहिँ मै हो है, मै हो यो यिनीहरू चाहिँ के साथीहरू। यो चाहिँ छ्यापी, यो पनि फुपूले ल्याइदिनु भएको। अनि यो पनि फुपूले नै ल्याइदिनु भएको साथीहरू। मलाई चाहिँ आज यति धेरै खुसीले ल्याइदिनु भएको छ है। कति धेरै गाउँघरमा कति धेरै काम हुन्छ कि साथीहरू, एकछिन बस्ने फुर्सद हुँदैन, तैपनि कति धेरै सामान ल्याइदिनु भएको छ होइन। आफ्नो छोराछोरीको खुसी नै ठुलो भन्छ नि त बाउ आमाको लागि। र मेरो लागि हाम्रो मम्मीले पनि यति धेरै
ल्याइदिनु भएको छ साथीहरू। अब काम गर्ने बेला चाहिँ घरमा सँगै हुँदैन। हेर्नु न, यहाँ मम्मीले दुःख गरेर पठाएको है, सबै मम्मीको दुःखको मेहनतको फल हो साथीहरू यिनीहरू चाहिँ। अब हामी त आफ्नै भविष्यको लागि जे भए पनि टाढा बस्नुपर्ने हुन्छ साथीहरू। ल साथीहरू, तपाईँहरूले मलाई चाहिँ मम्मीले के ल्याइदिनु भयो त तपाईँहरूले हेरि नै सक्नुभयो र तपाईँहरूलाई चाहिँ के कस्तो लाग्यो र कतिपय तपाईँहरूले पनि आफ्नो मम्मीले चाहिँ यसरी नै पठाउनुहुन्छ होला र मलाई पनि यति धेरै नै सामान आएको छ होइन। यति धेरै आज मम्मीहरू आउनु भएको थियो, फेरि कामको बावजुद होइन, धेरै गाह्रो छ नि त कुनै 1-2 दिन बसौँ भन्नलाई पनि। अब घरमा दुना भैँसी छ होइन, हेर्नुपर्छ, कति धेरै वस्तु छ हेर्नुपर्छ, त्यही भएर चाहिँ आज नै फर्किनु भयो मम्मीहरू चाहिँ। र म चाहिँ घर नगएको पनि कति धेरै भइसक्यो क्या साथीहरू, घर जानु मन लागिरहेछ तर पनि मेरो केही कुराले मिलिरहेको छैन कि, त्यही भएर चाहिँ घर नगएको साथीहरू। र आज चाहिँ मम्मीहरूले यति धेरै सामान ल्याइदिनु भएको छ कि होइन, यति धेरै आमाको माया भनेकै संसारको सबैभन्दा ठुलो माया होइन, ठुलो उपहार नै आमाको भन्ने गरिन्छ नि त। आमाको माया संसारमा सबैभन्दा धेरै चाहिँ आमाले माया गर्नुहुन्छ अरे क्या साथीहरू, त्यो चाहिँ हो रहेछ है साथीहरू, यति धेरै। अनि आफू घरमा काम सघाउने बेला चाहिँ कोही हुँदैन है साथीहरू। अनि अब यति धेरै सामान पठाइदिनु भएको छ भने ल्याइदिनु भएको छ। अनि साथीहरू हेर्नु न, यति अब दुःख गर्ने बेला चाहिँ मम्मी एक्लै हुन्छ है, अनि खाने बेला चाहिँ सबैकै साथीहरू यस्तो छ। अब घरमै बसेर सघाउँ भन्दा पनि, अब सघाउँछु भन्दा पनि पाउँदैन रहेछ कि साथीहरू। के अरे आफ्नो जिम्मेवारी हुन्छ, आफ्नो कर्तव्य हुन्छ, आफ्नो पढाइ पनि हुन्छ साथीहरू। पढाइले गर्दा पनि घरबाट चाहिँ टाढा बस्नुपर्ने हुँदो रहेछ साथीहरू। अनि पहिला घरमा हुँदा चाहिँ कस्तो लाग्थ्यो भने घरदेखि निस्किएर हिँडौँ जस्तो हुन्छ नि त। तर पनि यो घरबाट निस्किएर आइसकेपछि नै के सोचेको टाइममा घर जान नै पाउँदिनँ के साथीहरू। दुःख चाहिँ त्यो हो, म घर नगएको अब 1 वर्ष हुन लागिसक्यो। अनि मम्मीहरू चाहिँ कहिले काहीँ आउनुहुन्छ, भेट्नुहुन्छ, जानुहुन्छ, त्यही हो साथीहरू। र कति पछि मम्मीहरूसँग भेट्दा त अब छुट्टिँदा पनि कस्तो नरमाइलो लाग्दो रहेछ कि साथीहरू। अनि मेरो चाहिँ अर्को के छ भने, अब के अरे कोही बेला चाहिँ सब्जी हुँदैन के, कोही बेला त यति धेरै सब्जी हुन्छ कि, सब्जी यति धेरै बिक्ने गरी सब्जी हुन्छ, कोही बेला त हुँदैन साथीहरू, कोही बेला किन्नलाई पनि पैसा हुँदैन कि, त्यही भएर साथीहरू। अनि यो यति धेरै सामान छ, तर यो चाहिँ अब म एक्लैले खाइ त सक्दैन, त्यही भएर चाहिँ म चाहिँ साथीहरूलाई नै बाँड्ने गर्छु साथीहरू। अब जे भए पनि भाडी चुरी खानुपर्छ, त्यही भएर चाहिँ बाँड्ने छु साथीहरू। अनि कति साथीहरूले पनि ल्याइदिनुहुन्छ मलाई र म पनि दिनेछु। र तपाईँहरूले चाहिँ एक्लै राखेर खानुहुन्छ कि साथीहरूलाई पनि बाँड्नुहुन्छ हौ साथीहरू। म चाहिँ यति धेरै बाँड्नु मन लाग्छ कि, आफूसँग केही सामान भए पनि ओहो बाँडेर खाऊँ भन्ने हुन्छ नि त। मलाई चाहिँ त्यस्तो लाग्छ। तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ साथीहरू। र आज चाहिँ मम्मीहरूले यति धेरै ल्याइ त दिनुभयो। अब फेरि मेरो काम के हुन्छ, आफू खानुभन्दा पहिला कसलाई कति दिने होइन, कुन साथीलाई के कसरी दिने, कस्तो खालको चाहिँ कुन साथीलाई मनपर्छ होइन, त्यही अनुसार चाहिँ मेरो बाँडफाँड गर्ने काम हुन्छ साथीहरू। ल साथीहरू, भिडियो आजलाई चाहिँ यति नै, बाई बाई साथीहरू, फेरि अर्को भिडियोमा भेटौँला।